गाइज वेलकम छ तपाईँलाई मेरो अर्को एउटा भिडियोमा एन्ड सबैभन्दा पहिला सबैहरूलाई विश गर्न चाहन्छु ह्याप्पी दसैँ एन्ड ह्याप्पी टिका टु अल अफ यु गाइज। हाम्रो सालको सबैभन्दा महत्त्वपूर्ण दिन भनेको आज नै हो। मेरो चाहिँ निधार किन खाली छ भनेर सोचिराख्नु भएको होला, बिकज हाम्रो यसपालि टिका चल्दैन। सो त्यही भएर हाम्रो टिका नचलेकोले गर्दा अनि यसपालि हामी दसैँ मनाउनु सक्छौँ, तर नियम गर्नु चाहिँ हुँदैन। एन्ड अभियसली गाइस नेपाली मान्छेहरूलाई थाहै छ होइन, आफ्नो मान्छे आफन्दा खोज्दाखेरि आफूले मान्नुपर्ने हुन्छ। एन्ड मेरो गेटअप यस्तो छ देखिराख्नु भएको छ। अनि आजको वेदर पनि राम्रो छ, हिजो जस्तै छ, तर एकछिन अगाडि पानी परेको थियो अनि त्यही भएर बाटोहरू सबै अहिले हिलो हिलो भइरहेछ। अनि मैले सेतो सुज लाएँ, तर म सोच्दैछु यो सुजलाई फुकालेर चप्पल लगाएर जान्छु, किनभने धेरै बाटो घाटोमा धेरै गड्डी हुन्छ अनि हिलो सिलो नि हुनसक्छ भनेर म चाहिँ सुज लाउँदिनँ भनेर मैले मेरो माइन्डले चेन्ज गरेँ। आज भिडियो किन बनाएको भन्दाखेरि आज दशमी हो, दुर्गा दशमी हो। सो आज दुर्गा मातालाई, देवी मातालाई लगेर भाषण गर्छ होइन, त्यही देखाउनुको लागि मैले यो ब्लग एउटा बनाएको होइन। सो तपाईँहरूले यो ब्लग हेरिदिनु होला स्किप नगरिकन, किनभने तपाईँहरूले स्किप गर्नुभयो भने राम्रो मोमेन्टहरू तपाईँहरूले मिस गर्नुहुन्छ। सो बिना स्किप गरिकन एकदम लास्टसम्म भिडियो हेरिदिनु होला। मन पऱ्यो भने लाइक कमेन्ट अनि सेयर गरिदिनु नबिर्सिनु होला। सो गाइस लेट्स स्टार्ट द भिडियो। सो गाइस हामी चाहिँ अब निस्किसक्यो भाषण हेर्नुलाई। यहाँ देख्नु सक्नुहुन्छ दाजुहरू भान्जीहरू अनि 2-3जना भाइहरू गइरहेछ, म पछि गइरहेको छु। खतरा घाम लागिरहेछ त बाटो। मैले भनेको थिएँ नि गाइस, अनि मैले चप्पलै लगाएर आएँ। यस्तो हिलो छ बाटो, जग्गा जग्गामा खाल्डोखोल्डी नालाहरू हिलो भाषण नजाने तिमीहरू भोजी नाइजे भाषण देख्थ्यो चो बसिरहेको छु पुरा। कहाँबाट दुख्छ कि भाल चाहिँ बिदाई गरेको लाग्यो त हो, यस्तो त जाएको लाग्यो। गाइज हामी गइरहेको छौँ हिँड्दै, एकदम थकाइ लागिसक्यो यार, खुट्टै दुखिसक्यो, हिँडेको हिँड्नु जानु त टमटममा नि जानु सक्छु त, तर हिँडेर अलग्गै मजा आउँछ क्या, त्यही भएर हिँड्दै जाँदैछु। वेदर हेर्नु कस्तो दामी भइरहेको छ क्या। यो गाउँको मन्दिर हो, फिलहाल मूर्ति छैन। हामी हल्का डेरी भयो, भाषण लगिसकेछ अनि हामी चाहिँ हिँड्दै गइरहेको छु। कति टाढोसम्म गएको छ थाहा छैन, अब जति सक्दो छिटो हिँड्ने ट्राई गर्छु होइन। अनि भेट्यो भने राम्रै हो, सँगसँगै जानु मिल्छ सबैजना। हामी चाहिँ अलमोस्ट आइपुगेँ, कुदाकुदी गरेर एकदम छिटो हिँड्दै आउँदैछु। हेर्नु सक्नुहुन्छ यहाँ मान्छेहरू पुरा उभिएर हेरिरहेको रहेछ। यस्तो गर्मी छ नि गाइस, के भन्नु, गर्मी त एकदम हालत टाइट, ट्राफिक जाम भइरहेको रहेछ। कहाँदेखि आएको भिडियो बनाएको छु। हेलो गाइस, मेरो चाहिँ खुट्टा दुख्यो होइन, म चाहिँ गाडीमा चढिदिएको। यहाँ अगाडि आइरहेको छ देखिराख्नु भएको छ तपाईँले, म चाहिँ पुरा गाडीमा चढिदिएको। जय दुर्गा माँ, जय माँ। यहाँ भगवान्हरूको मूर्तिहरू छ। उठ्दै आइज, उठिदियो लड्लास् नि फेरि। दुर्गा माई की जय। गाडी सुकिसक्यो गाइस, गर्मी जस्तो छ। के चाहियो? पानी? चामुल छर्किँदैछ। ला के त ल ओ
दामी लाग्छ गाइस, मजा आउँदैछ। जय दुर्गा माँ। खोइ दुर्गा माँ के, दुर्गा माँ के, दुर्गा माँ के। सब ठन्डा भइरहेको छ यिनीहरू। कोही माता दुर्गा माँको भन्दा पनि जे गर्दैन। के हो सब ठन्डा चाहिँ? हामी चाहिँ गाइस फाइनली अब ओभरब्रिज माथि उठे। अब यहाँ ओभरब्रिज माथि गएर यहाँदेखि यसरी तल नाम्नुपर्छ, उतातिर भाषातिर जानुपर्छ। जुन ठाउँ गइरहेको छु त्यो ठाउँ जानुपर्ने हुन्छ अब एकछिनमा। सो गाइस वचन हामी दिएको गाडीदेखि एकदम मतलब मजा आएन क्या गाडीमा चढेर। एकदम हिँड्दै जानु अनि त्यो हिँडेर मजा आउँछ क्या। अब पछाडि हेर्नुहोस् न गाइस, मेरो पछाडि कति मान्छे देख्नुभयो नि। पुरा यहाँ लेडिज पार्टीहरू पुरा बसिरहेको छ, गाडीमा चढिरहेको रहेछ पुरै। दामी लागिरहेछ गाइस, बब्बाल। तपाईँहरूले देखिराख्नु भएको छ पछाडि कति मान्छे छ। अगाडि हेर्नुहोस्, यता साइडबाट मूर्तिहरू लगिरहेछ। सनसेट पनि हुन आँटिसक्यो गाइस। त्यहाँ हेर्नुहोस् मान्छे हेर्नुहोस्। ओ माई गड, यति धेरै मान्छे नि प्लेटफर्मको माथि उठेर हेरिरहेछ। उहाँ हेर्नुहोस् मान्छे हेर्नुहोस् गाइस, यता हेर्नुहोस् मान्छे पब्लिक हेर्नुहोस् न गाइस, कम्ती धेरै पब्लिक देख्नु हुँदैछ नि। मान्छेहरू कति धेरै भइरहेछ। यति नै भिड भइरहेछ, यति नै भिड छ कि के भन्नु तपाईँहरूले देख्नु सक्नुहुन्छ मान्छेको भिड। ओ माई गड, यति साह्रो भिड हुन्छ भनेर मैले सोचेकै थिइनँ। यति साह्रो भिड भइरहेछ। कान्छेहरू खोइ थाहा छैन कहाँ गयो। कान्छेहरू कता गयो कान्छेहरू साँच्चै? यहाँ अगाडि यहाँ भाषण गर्नु लाग्यो छ। यहाँ एउटा पोखरी छ, त्यहाँ भाषण गर्छ। यहाँ त तपाईँहरूले 360 भ्यू हेर्नुहोस्, मान्छे कति छ तपाईँहरूले देख्नुहुन्छ। उता हेर्नुहोस् मान्छे थोरै मान्छे छैन, मान्छे आएको आइछ। उता प्लेटफर्महरू सबैतिर मान्छे थियो होइन। उता पनि मान्छेहरू हेर्नुहोस्, उता पनि मान्छे छ। भाइ कहिले आएछ गुवाहाटीबाट? 3 दिन हुँदैछ। पुरा टिका सिका लाएर केटाहरू। हामी चाहिँ बसिरहेको उभिरहेको छु, अल्छी लाग्दैछ किनकि यसपालि गानासाना केही पनि बजाएन होइन। त यहाँ मान्छेहरू हेर्नु सक्नुहुन्छ गाइस, जो चाहिँ अन्तिम घडी हो। अब यहाँ भाषण गर्छ। यहाँ पुलिस प्रशासनले हामीलाई उता भित्र जानु दिएको छैन, अनि हामी यहीँ बाहिर उभिरहेको छु। अब चाहिँ अब यहाँ भाषण हुन्छ। हेर्नुहोस् मान्छे हेर्नुहोस् न गाइस, थोरै मान्छे छैन। अँधेरो नि हुनु लागिसक्यो, अनि मान्छे सो हामीलाई पस्नु दिएको छैन। अब हामी चाहिँ यहाँदेखि नै हेर्नु आँटेको। पुरा यहाँ पुलिस प्रशासनहरू पुरा छ। विभिन्नको गान लाएर गांड लग जाए, प्राण चले जाए, पर हवाबाजी ना जाए। हेलो गाइस, भाषण सक्यो। अब चाहिँ हामी घर जान लागेको। म चाहिँ घर हिँडेको, कतैजना घर जाँदैछ। अब यहाँ मान्छेहरू देख्नु हुनुहुन्छ, मान्छे खाली भइसकेको छ। अब भाषण सबै सकिएको, म पनि घर हिँडेको गाइस। एकदम थकाइ लाग्यो आज, पुरा एकदम थाकेर खत्तम छ। यहाँ प्लेटफर्ममा मान्छेहरू हेर्नुहोस् कति मान्छे रहेछ है। अब सबैजना घर जान्छ, कोही कोही कहाँ कहाँ जानुको लागि नै आएको हुनसक्छ होइन। सो दाइहरू यहाँ रहेछ बसिरहेको। ल गाइस हुन्छ, अब हामी जाने। सो बाई बाई।